हेलो नमस्ते बिहान बेलुका खाना बनाई दिउँसो के खाजा खानी भनेर सबैजनालाई हुन्छ नि त। आज चाहिँ मैले आलु फ्राई अनि हलुवा खाजा बनाउँदैछु। हजुरहरूले के खाजा खानुभयो त? एउटापट्टि ग्यासमा मैले आलु फ्राई गरेँ भने अर्को ग्यासमा चाहिँ म हलुवा बनाउँदैछु जसको लागि थोरै घिउ अनि बाँकी चाहिँ मैले तेल पनि राखेँ किनभने मसँग चाहिँ धेरै घिउ छैन। अनि सुजीको पिठोलाई एकदम राम्रोसँग सानो ग्यास बनाएर भुट्नुपर्ने हुन्छ। हतार नगरिकन ठुलो ग्यास बनाएर छिटो भुट्नुभयो भने चाहिँ यो डढ्न सक्छ। त्यही भएर सानो ग्यास बनाएर मजाले भुट्नु होला। यो पिठो चाहिँ मजाले भुटिसकेपछि चाहिँ यसको कलर चेन्ज हुँदै आउँछ। हजुरहरूले नोटिस गर्न सक्नुहुन्छ। साइडमा चाहिँ मैले आलु पनि भुट्दैछु जसमा चाहिँ हामीले सुरुमै नुन बेसार मसला राख्नु हुँदैन। सुरुमा नुन बेसार मसला राख्यो भने चाहिँ त्यो आलु डढ्न सक्छ। त्यसैले लास्टमा झिक्ने बेला मात्र नुन बेसार मात्र राख्दा पनि यो आलु फ्राई चाहिँ एकदमै मिठो हुन्छ। तर हजुरहरूले थोरै जिरा धनियाँको धुलो राख्नुभयो भने झन् स्वादमा सुगन्ध थपिन्छ। मलाई चाहिँ आलुमा जस्ट मेथी र खोर्सानी पड्काएको मात्र मनपर्छ 5 फुरन पड्काउनु भन्दा। त्यही भएर चाहिँ म सधैँ मेथी र खोर्सानी मात्र पड्काउने गर्छु। यो आलु भुजिया चाहिँ दाल, माम अनि थोरै गोडबेलाको अचार भयो भने झन् यति धेरै मिठो हुन्छ नि साथीहरू, म एक्सप्लेन गर्न नि सक्दिनँ क्या। साइडमा चाहिँ हाम्रो हलुवा पनि अलमोस्ट रेडी भइसकेको छ। यसमा पनि मैले चिनी चाहिँ लास्टमा मात्र राखेको छु। यसमा थोरै सुकुमेलको धुलो राख्यो भने चाहिँ झन् यति धेरै मिठो हुन्छ नि। अनि हाम्रो चाहिँ हलुवा जसमा मैले चाहिँ ड्राई नट्स हालेको छु त्यो चाहिँ अलरेडी भुटेको हुन्छ। त्यही भएर मैले लास्टमा मात्र हालेँ अनि त्यसपछि आलु फ्राई रेडी भइसकेको छ। थ्याङ्क यू फर वाचिङ।